मिज्जूसँग भेट गर्न गएको मान्छे म रत्नपारको छेउमा बसेर युवतीहरूको सौन्दर्य हेर्ने मेरा आँखाहरू एक्कासी आकाशी पुलबाट झर्दै गर्नुभएको मेरा मिज्जूलाई देख्न पुग्छन्। मेरो मिज्जू केही मोटो केही होचो साह्रै मिलेको शरीर, पढाइ पनि धेरै पढ्नु भएको छ। काठमाडौँ इन्जिनियरिङ क्याम्पसमा डिप्लो तेस्रो वर्षमा अध्ययन गर्दै हुनुहुन्थ्यो। मेरा प्रत्येक पाइलामा साथ दिने मिज्जू, मलाई कहिले नभुल्ने मिज्जू, मलाई धेरै माया गर्ने मिज्जू हो उहाँ मेरो प्यारो मिज्जू। म मिज्जू आउँदै गरेको सडक छेउतिर गएँ। मेरा मिज्जूले हात हल्लाउँदै भन्नुभयो, मिज्जू तपाईँ कति बेला आउनुभयो यहाँ? भयो मिज्जू, आधा घण्टा भन्दा बढी समय। हो र, मेरो त खाना ढिलो पाक्यो, त्यही भएर खाना खाएर हिँड्दा ढिलो भयो, मिज्जूले थप्नुभयो। म अनि मिज्जू बागबजारनिरको प्रहरी बेस क्याम्पतिर गयौं। धेरै दिन भइसकेको थियो हाम्रो भेट नभएको। धेरै दिन पछिको यो भेट विषयवस्तु नभए पनि विषय जस्तो मलाई लागेको थियो। रत्नपारको उत्तरतर्फ रानी पोखरी र छेउमा मनोक्रान्तिको एउटा स्तम्भ निर्माण कार्य भइरहेको थियो। उक्त स्थान देखाउँदै मैले भने, मिज्जू उता दुबोमा बसौँ न। मिज्जू हामी यहाँ बस्ने होइन, हामी मैतीदेवी सिस्टरको डेरामा जानु छ। मिज्जूले मैतीदेवी जाने कुरा, मैतीदेवीमा मिज्जूको अङ्कलको छोरी बस्ने गर्नुहुन्थ्यो, उहाँले उनलाई सिस्टर भन्ने गर्नुहुन्थ्यो। मैले भने आमाको बहिनी पर्ने हुँदा छ्यामै भनी सम्बोधन गर्थे। तर अहिलेसम्म छ्यामैको डेरामा गएको थिइनँ। काठमाडौँ बस्न थालेको खासै धेरै भएको पनि थिएन। 2-4 महिनामै सबै ठाउँमा पुग्ने अवसर पनि मिलेको थिएन। मैतीदेवी आज नै मिज्जूसँग जाने भए। राजधानीको धेरै ठाउँहरू घुम्न बाँकी नै थिए। मिज्जूले मैतीदेवी जाने कुरा बताएपछि मनभरि उत्सुकता छायो। मैतीदेवी अहिलेसम्म गएको पनि थिएन। छ्यामैलाई नभेटेको धेरै समय भइसकेको थियो। गाउँभन्दा टाढा आफ्नो आफन्तसँग भेट गर्न पाउँदा गाउँघरकै भेट भए झैं रमाइलो पनि हुने थियो नै। मलाई लागेको थियो छ्यामैसँग मिज्जूको विशेष काम होला र भेट्न जाँदै हुनुहुन्छ। मिज्जू मैतीदेवीमा तपाईँको विशेष काम छ कि भेटघाट मात्रै हो? होइन, त्यस्तो केही छैन मिज्जू, सिस्टरसँग भेट्न भएको धेरै भयो, भेट्न पनि आएन भन्नुहोला। आज शनिबार कोठामा भेट्न सकिन्छ भन्ने लागेर जान लागेको। काम विशेषले नभई सामान्य भेटघाटको कुरा मिज्जू बताउनु भयो। उहाँकी सिस्टर अर्थात मेरो छ्यामै बानेश्वर स्थित जनजाति तथा दलित उत्थान विकास कार्यालयमा जागिर गर्नुहुन्थ्यो भन्ने मैले सुनेको थिएँ। आज शनिबार फुर्सदको बेला आफ्नो आफन्त भेट गर्नु, नयाँ ठाउँ घुम्न जानु हामी जस्ता डेरावालको उचित समय थियो। मिज्जूले भनेपछि त झन् मैले नमान्ने भन्ने कुरा के थियो र? त्यसैले पनि मिज्जूसँग मैतीदेवीतिर जाँदै थिएँ। मक्सिरको महिना, काठमाडौँको जाडो, मधुरो घाम, बागबजारका फेन्सी पसलहरूमा झुन्ड्याएर राखिएका न्याना ज्याकेटहरू हेर्दै हिँडे। लाग्थ्यो ऊ त्यो निलो ज्याकेट मलाई अति नै सुहाउँछ होला। तर मुखबाट यो आवाज भने निकालिन, किनभने त्यो ज्याकेट धेरै महँगो मूल्यको थियो। मलाई निलो रङ मन पर्थ्यो। काठमाडौँको जाडो छेक्न निलो ज्याकेट लगाउने महत्वाकांक्षी रहर पक्कै बनायो। तर भएको एक कालो ज्याकेटमै चित्त बुझाउनु पर्ने मेरो हैसियत राम्ररी बुझेको थिएँ। त्यही भएर पनि एक कालो ज्याकेट साह्रै नै नराम्रो त छैन नि भनेर मन भने यो कुरा पनि बाहिर भनिन। रत्नपारदेखि पैदल यात्रा हिँडेका थियौं। सानो पक्की सडक खुट्टाले हिँडेपछि थकाइ लागेको थियो। तर युवाहरूको खुट्टा हो, दुखी नसक्नु पनि त होइन। रत्नपारदेखि मैतीदेवी आधा घण्टा, बढीमा पौने घण्टा नै त हो। खुट्टा दुखी भन्न पनि लाज लाग्ने, तर पिच सडकमा हिँड्दा त खुट्टा दुख्ने नै हो। हामी मैतीदेवी चोकमा पुगेपछि एक मधेसीको फलफूल पसलबाट 1 किलो स्याउ र आधा किलो अंगुर किनेर छ्यामैको कोठातिर लाग्यौं। मैतीदेवी चोकबाट दक्षिण पूर्वी केही भित्र छ्यामैको डेराघर थियो। हामी त्यही दिशातर्फ उन्मुख भयौं। हामी पनि छ्यामैको डेरानिर, छ्यामै पनि नास्ता पसलमा आउनु भएको रहेछ। उहाँको साथमा एक लहलहाउँदी निलो कुर्ता लगाएकी सुन्दर युवती पनि थिइन्, जसलाई म चिन्थिन, तर एकहोरो भई हेर्न थाले। हामीलाई त्यही भेटेपछि छ्यामै खुसी हुनुभयो। लामो समयसम्म भेट नआएकोमा गुनासो पनि गर्नुभयो। हामी पुगेपछि नास्तामा वृद्धि गरी आफ्नो कोठातिर सबैलाई लैजानुभयो।